नेपाली महिला फुटबल टिमको ढुकढुकी हरेक नेपाली फुटबल फ्यान्सको मन मुटुमा बस्न सफल अनगिन्ती मानिसहरूको आइडल र इन्सपिरेसन पर्सन, जसले चाहिँ नेपाली महिला फुटबललाई आफ्नो राष्ट्रमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चिनाइराख्नु भएकी, जसले चाहिँ आफ्नो खेलमा हैन उहाँको जुन जादुमय स्किल्स, पासिङ, ड्रिब्लिङ अनि जुन उहाँको भिजन छ अनि उहाँको त्यो कडा मेहनत र परिश्रमले गर्दाखेरि हाल उहाँलाई नेपाली मेस्सी नामले समेत परिचित हुन सफल हुनुभएकी हामी सबैकी प्यारी छोटा बम बडा धमाका भने जस्तै सबैकी प्यारी चुलबुली हँसिली खुसिली प्रीति राई सिस्टरको जन्मदिन परेको हुँदा आजको यस विशेष दिनमा मेरो व्यक्तिगत तर्फबाट र होल नेपाली फुटबल फ्यान्सको तर्फबाट उहाँलाई जन्मदिनको मुरी शुभकामना हैन। ह्यापी बर्थडे प्रीति सिस्टर। सुम्निमा र पारुहाङले सदैव उहाँको रक्षा गरिरहन् र उहाँले जुन प्रकारको आफ्नो कडा मेहनत हैन उहाँको दृढताले गर्दाखेरि आज नेपाली महिला फुटबल टिम जुन अवस्थामा छ यो अवस्थासम्म आइपुग्नमा उहाँ पनि मुख्य आधार बन्नु भएको छ, उहाँको मुख्य हात छ र सधैँभरि यसरी नै उहाँलाई सफलता मिलिरहोस्। अझै उहाँको धेरैभन्दा धेरै प्रगति चाहिँ हामी देख्न चाहन्छौँ र नेपाली महिला फुटबल टिम यसै गरी एकदमै धेरैभन्दा धेरै अगाडि बढिरहोस् र नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा यसै गरी हाम्रो नेपालको नाम चिनाइराख्नु होस्, यही छ शुभकामना। एन्ड वन्स अगेन ह्यापी बर्थडे प्रीति सिस्टर। किप गोइङ, किप शाइनिङ, किप रकिङ अनि सपोर्टको लागि नेपाल फुटबल फ्यान्स सधैँ पछाडि रहि नै रहनेछौँ है त। जय नेपाल, जय नेपाली फुटबल।